एन्सर त यहाँ मिलाएको थियो माइक उता छ बाह्रगाउँ ओके बाह्रगाउँ भिडियोस लगाउनु भएको छ नरसिंह अवतारको ट्रेलरले अहिलेसम्म कति भ्युज पाएको छ युट्युबमा कति 12 लाख भन्दा बढी कृपया माइक दिन लाग्दैनलाई सबभन्दा बढी सोधिने प्रश्न कुन हो अहिले बच्चा कहिले महानायकलाई सधैँ सोधिने प्रश्न सबभन्दा बढी सोधिने प्रश्न बच्चा कहिले योभन्दा अगाडि बिहे कहिले भन्ने हुन्थ्यो अहिले बच्चा कहिले भन्ने छ हामीले यहाँ 12-13वटा प्रश्न सोध्यौँ र अधिकांशलाई दाईको बारेमा फिल्मको बारेमा पुरानो फिल्मको बारेमा नि थाहा छ भनेपछि राजेश हमाल दाई कसरी महानायक हुनुभयो हेर्नुहोस् त यही माया यही क्रेज यही साथले राजेश हमाल महानायक हुनुभएको पाउनुहुन्छ तपाईँहरूले तपाईँहरूलाई त्योभन्दा ठुलो गिफ्ट अरू हुनै सक्दैन है त्यो भएर जे ठाउँमा फिल्म आउँछ महानायकको खतरा गिफ्ट आउँछ एउटा हाम्रो नरसिंहको तर्फबाट कलेज नारायण पोखरेल सरलाई महानायकज्यूले गिफ्ट पुगेछ भने हाम्रो चलचित्रको तर्फबाट नारायण सरलाई खोइ त ताली नारायण सरलाई तपाईँ सबैलाई दिएको हो नि त अब यसपछिको प्रस्तुतिको लागि म हाम्रो टेक्सासको गौरव विभिन्न वर्षमा टेक्सास आइडल हुन सफल र भोइस अफ नेपाल सिजन 6 को टप 6 हाम्रो भाइ सार्थक लामा र टिम उसको ब्यान्ड अथवालाई म तयारी अवस्थामा बसिनुको लागि अनुरोध गर्न चाहन्छु र यसै गरी म संस्थाका एक्जिक्युटिभ हेड भेषराज पोखरेल सर र म्यानेजिङ डाइरेक्टर जितेन्द्र कुमार बागु सरलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु